सर यहाँका पूर्वाधारका कुराहरू बाटोघाटो भयो अन्यत्र पूर्वाधारका कुराहरू यो समयमा नबन्नुको कारण के हो सर? एकदम राम्रो कुरा सोध्नु। अहिले अब समयमा नबन्ने एउटा के छ भने चाहिँ हामी कहाँ चाहिँ यो ठेक्का प्रणाली जुन छ बहुवर्षीय ठेक्का हुन्छ। बहुवर्षीय ठेक्का सदर हुन्छ। त्यो पहिले नै एउटा के हुन्छ भने चाहिँ ठेक्का कलाइदिने, त्यहाँ आयोजनाको मान्छे त्यहाँ कुनै राजनीतिक होला त्यो ठेक्का कलाइदिने भन्ने चाहिँ तय हुन्छ। त्यसैको आधारमा उसले चाहिँ सबभन्दा कम बोल कबल गरे हुन्छ। त्यस्तो खालको एउटा सिन्डिकेट सिस्टम भनौँ कि के भनौँ, प्राय त्यस्तो हुन्छ। र अनि ठेक्का सदर हुने बित्तिकै ठेक्का सदर भएपछि उसले 20% पैसा पाउँछ। त्यसलाई चाहिँ मोबिलाइजेसन चार्ज भन्ने हुन्छ। त्यसले अब ढुङ्गा गिटी बालुवा ल्याउनु पर्यो, के ल्याउनु पर्यो, निर्माण सामग्री ल्याउनु पर्ने होला, मान्छे परिचालन गर्नुपर्ने होला भन्ने आशयका साथ उसले 20% पायो। अब 20 करोडको ठेक्का रहेछ भने उसले 5 करोड के भने सम्झौता हुने बित्तिकै पायो। अनि त्यो 3 वर्षको ठेक्का हो, उसले त्यो वर्ष केही काम गर्दैन। 5 करोडमा अब 1 करोड जति अरू कसैलाई बाँड्ला केही गर्ला भनौँ, 4 करोड रुपियाँले उसले घर घडेरी कहाँ किन्नु छ, के गर्नु छ, उसले आफ्नो उ गर्छ, उपकरणहरू किन्नु छ, के गर्छ, उसले किन्छ। अर्को वर्ष पनि त्यसले काम सुरु गर्दैन, अलिअलि गरे जस्तो गर्छ। तेस्रो वर्ष अनि आउँछ काम गर्न। तेस्रो वर्ष काम गर्न आएपछि उसले के गर्छ भने चाहिँ अनि बाटो बनाउने के गर्न सक्छ, अनि पुलहरू बनाउने के गर्ने काम सुरु गर्छ त्यहाँनिर। अनि सरकारका सरोकारवाला निकायले काम गरे हुँदैनन्। जस्तै बिजुलीको पोल हटाउने, घरहरू हटाउने, यस्तो खालको कुराहरू हुन्छ नि, इआइए गर्ने, यस्ता खालका कुराहरू हुँदैन। नभएपछि उसले के गर्छ भने चाहिँ जस्तै निकुञ्जले रोकिदियो, मैले काम गर्न सकिनँ, इआइए भएन भनेर उसले भनिदिन्छ। निकुञ्जले रोकिदियो भने चाहिँ उसको प्रमाण भयो। अनि बिजुलीको पोल हट्या छैन, यस्तो खालको छ। अरू निकायले काम नगरेको हुनाले, जस्तै बाटो छुट्याएन, स्थानीय बाटो बनाउनु थियो, स्थानीय निकायले बाटो छुट्याइदिएन, त्यही भएर मैले काम गर्न पाइनँ भन्छ। उसले म्याद बढाउँछ, म्याद थप्दै जान्छ। म्याद थपेपछि उसले पहिले जुन ठेक्का लिएको थियो त्यो उसको कारणले भएन, उसको कारणले नभएको कारणले, सरकारी निकायको कारणले भएको नै चलन चल्तीको रेटमा उसले बिल पेस गर्छ हैन। पहिले ठेक्का कसरी लिएको थियो, सबभन्दा कम दरमा लगाएको थियो। अब बिल के हुने भयो त, चलन चल्तीको रेटमा हुने भयो। यसरी चाहिँ के हुन्छ भने काम के हुन्छ त, रकम बढ्दै जान्छ। अहिले यति अरबको रकम यति अरबमा भयो भन्ने हुन्छ नि, अहिले सुन्ने भने त्यही हो। चलन चल्तीको अनुसार चाहिँ जो पहिलेको चाहिँ ठेक्का बोल थियो त्योभन्दा धेरै बढ्दै जाने कारण थियो। अब अर्को यहाँ मैले अनुभवको कुरा, जिल्ला विकास समितिले मङ्गलपुरबाट यता ल्याउने एउटा बाटोको योजना थियो। प्रोजेक्टको नाम चाहिँ मैले ठ्याक्कै भन्न सकिनँ अहिले। त्यो बाटो काला बन्जार लिएर आइसकेपछि यता चाहिँ मध्यवर्ती क्षेत्र भयो, निकुञ्जले इआइए भएको छैन भनेर रोकिदियो। त्यो बेला चाहिँ सर्वदलीय सरकार थियो। सर्वदलीय सरकारमा यो हाम्रो यो वारीको कोही पनि थिएन। जो पार्टीको नेताहरू हुन्थे उनी हुन्थे सर्वदलीय सरकारमा। अनि निकुञ्जले रोक्यो भने अनि त्यहाँ त्यसको चाहिँ प्रमुख हुन्थ्यो एलडिओ, सभापति, 5 जना कर्मचारी बस्थे, सल्लाहको रूपमा सर्वदलीय सरकार हुन्थ्यो। त्यो बजेट चाहिँ कहाँ पर्यो भने खैरापुरदेखि ताराताल जाने बाटोमा चाहिँ यहाँ भएन भन्न चाहिँ त्यो पैसा चाहिँ त्यता हालेर बाटो बन्यो।
अनि अर्कोचोटि फेरि राजापुरबाट यहाँ शान्ति बजारतिर आउने काम सुरु भयो। त्यो योजना आउँदाखेरि हिमाली पुर्नेर फेरि निकुञ्जले रोक्यो, यो भएको छैन भनेर। अनि त्यो त्यहाँको उनी प्राविधिक उसले नै भन्नुभएको, अब यो भएन भने चाहिँ यो यसलाई छोडिदिउँ भनेर गणेशपुरदेखि चाहिँ लक्ष्मणा जाने बाटो बन्यो। त्यही बजेटबाट लक्ष्मणा जाने बाटो बन्यो। अब यहाँ हामी कहाँ भन्ने त सर्वदलीय उसमा त कोही थिएन भन्ने, म त थिइनँ, थाहा पाउने मान्छे थिएँ होइन। त्यो मिटिङहरूमा जाँदाखेरि थाहा पाउने, म चाहिँ एनजिओ फेडरेसनको अध्यक्ष भएको हुनाले त्यो मिटिङहरूको कुरा सबै थाहा हुने हुन्थ्यो। मैले थाहा पाएँ, तर यो क्षेत्रको जनतालाई किन रोकियो भन्ने कुरो पनि थाहा भएन। काम भएन, किन भएन। अब त्यसपछि बाटोको योजनाहरू परिरहेको छन्। बाटोको योजना परिरहेछन् त यहाँको बाटोको ठेक्का कसले लगेको छ त डडेलधुराको ठेकेदारले लग्नु भएको छ, जो चाहिँ शेरबहादुर देउवाको खास मान्छे हुनुहुन्छ। अनि यहाँको पालिका कसको छ? पालिकाले झकझक्याउनु पर्ने हो। शेरबहादुर देउवाको खास मान्छे भनेपछि यहाँको पालिकाले त केही भन्न सक्दैन, कि त अर्को राजनीतिक विचार भएको मान्छे भए भन्न सक्ने हुन्छ। त्यस कारणले ठेकेदारहरू जो हुन्छन् नेताहरूबाट संरक्षित भएको हुन्छन्, मुख्य नेताहरूबाट, ठुलो नेताहरूबाट संरक्षित भएका हुन्छन्। तलका चाहिँ नेताहरूले केही भन्न सक्दैनन्, जवाब दिन सक्दैनन्। तलका पालिकाहरूले चाहिँ उनीहरूलाई केही भन्न सक्ने अवस्था हुँदैन। त्यस कारणले अब अहिले एउटा राम्रो पक्ष मलाई लागेको के भने, जब एमाले र माओवादीको एमाले र चाहिँ गइसकेपछि अर्को अहिलेको सरकार बन्यो, कुलमान घिसिङजीले उहाँ मन्त्री भएपछि उहाँले चाहिँ ठेक्का बदल गर्ने भनेर अभियान सुरु गर्नुभयो नि। सबै जम्मै आएर काम गर्न सुरु गरे, तर दुर्भाग्यवश उहाँले चाहिँ बिचमा छोड्नुभयो। जम्मै ठेकेदारहरू आएर चाहिँ काम सुरु गरे, पनि बदल गर्नुभयो। यो ठेक्का किन बदल हुँदैन भनेपछि, आर किन गर्न सक्दैन त भनेपछि नेताहरूको संरक्षण हुन्छ। नेताहरूले संरक्षण गरेका छन्, त्यही नेताकै मान्छेले ठेक्का लिइरहेको हुन्छन्। अनि त्यहाँ त ठेक्का बदल हुँदैन, अनि ठेक्काको म्याद चाहिँ बढिराखेको हुन्छ। अनि सँगसँगै चाहिँ त्यो आयोजनाको मान्छेहरू पनि त्यसमा आर्थिक कारोबारमा संलग्न, आर्थिक लाभमा संलग्न भइरहेको हुन्छन्। त्यसले काम हुन सक्दैन। त्यस कारणले स्पष्ट रूपले के भनेपछि मलाई लाग्छ त्यो भरसक चाहिँ बहुवर्षीय ठेक्का हुने भनेको के हुन्छ भने चाहिँ राज्यको सम्पत्ति दुरुपयोग हुने हो। त्यस कारणले बहुवर्षीय ठेक्का भन्दा सबभन्दा जति काम हुने हो 1 वर्ष ठेक्का दिने, साउनदेखि भदौ असोजसम्म ठेक्का दिइदिने, अनि त्यसपछि काम सुरु गर्ने। त्यो गऱ्यो भने काम चाँडै हुन्छ। बहुवर्षीय ठेक्कामा अघि मैले भने 5% के अरे 20% पैसा अन्त लगाउँछन् र त्यो काम हुन सक्दैन। अनि यो यसको निगरानी बहुवर्षीय भए पनि स्थानीय निकायले स्पष्ट रूपले यो ठेक्काहरूको निगरानी अनुगमन स्थानीय तहबाट हुनुपर्छ र नागरिक समाजबाट पनि यसको निगरानी हुनुपर्छ। जबसम्म चाहिँ नागरिक समाज को निगरानी हुँदैन तबसम्म चाहिँ सरकारी निकायले यो आफ्नो काम राम्रै गरे हुने। किनभने सरकारको काम त उसले त आफैले राम्रो गरे भनिहाल्छ नि हैन। सरकारले मैले चाहिँ नराम्रो गरे त भन्दैन, उनीहरूले गर्ने गरून्। तर हरेक आयोजनाको नागरिक चाहिँ पनि निगरानी हुनुपर्छ। नागरिक अनुगमनको लागि सरकारी निकायबाटै मान्यता दिने खालको एउटा चाहिँ संरचना हुनुपर्छ, जसले गर्दा नागरिकहरूले जनतालाई थाहा दिन सक्ने हुन्छ र यो आयोजना छिटो हुनमा चाहिँ मद्दत गर्छ। अब ठेकेदारले कोसी त मिल्याएको थियो, के गरेको थियो, कति पैसा ल्याएको थियो भन्ने कुरो थाहा हुँदैन। अर्को सबभन्दा महत्त्वपूर्ण कुरा जनताले थाहा पाउनको लागि लागत एस्टिमेट जो भएको हुन्छ नि जम्मै अङ्ग्रेजीमा हुन्छ।
आम जनताले चाहिँ अङ्ग्रेजीमा थाहा प्राविधिक कुरो थाहा हुँदैन। त्यो सबै नेपाली भाषामा हुनुपर्छ। स्थानीय स्तरमा चाहिँ ढुङ्गा गिटीको मूल्य कति छ, प्राविधिकको मूल्य कति छ, यो सबै कुराहरू चाहिँ लागत एस्टिमेट जुन गरेको छ त्यो नेपाली भाषामा हुनुपर्छ र जुन ठाउँमा गरिएको छ त्यसलाई टाँच गरिएको आम जनताले नागरिक समाजले प्रश्न उठाउन सकोस्, क्या पालिकाले पनि प्रश्न उठाउन सकोस्, त्यो होस्। तेस्रो कुरा के छ भने चाहिँ यो ठेकेदारहरूले काम बाँकी राख्ने के हुन्छ भने चाहिँ मजदुरको काम पैसा बाँकी राख्छन्। नमस्कार। मजदुरको काम पैसा चाहिँ मजदुरको बाँकी राखेको हुन्छन्। उनीहरू चाहिँ साह्रै चाहिँ सोचिएको ठगिएको हुन्छन्। अनि आयोजनाहरूले सबभन्दा पहिले त्यो मजदुरको पैसा पाएको भुक्तानी पायो भने सबभन्दा पहिले मजदुरलाई दिनु पर्यो, त्यसपछि मात्रै अरूलाई दिने त्यो खालको व्यवस्था हुनुपर्छ। अब अर्को आयोजना छिटो छरितो हुने काम राखेछन्। किन गरिरहेछन्? यहाँ चाहिँ मजदुरी पाइरहेको छैन राम्रोसित। टाइममा आयोजनाको पैसा बढ्यो भने जो ठुलो स्तरको योजनाहरू छन् नि त्यहाँ मजदुरीको पैसा उनीहरूले ज्यादा पाएर यहीँ तुरुन्तै पैसा पायो भने को विदेश जाँदैन नि, यहीँ आफ्नै ठाउँमा आयोजनाकोमा काम गर्छन्। त्यस कारणले ज्याला मजदुरी पनि उनीहरूले जो काम गर्ने हुन्छ त्यसको पनि पैसा बढाउनु पर्यो। पैसा बढाएर उनीहरूले ठिक टाइममा पैसा दिइदिने भयो भने चाहिँ मान्छे बाहिर जाँदैन, कामकाज यहीँ गर्ने हुन्छ। अहिले चाहिँ सबभन्दा बढी यहाँ काम पाउँदैन, मान्छे पाउँदैन। मान्छे नपाउने कारण के त भने चाहिँ दसैँ तिहार सकेपछि मान्छे बाहिर काम गरेर जान्छ, यहाँ हुँदैन मान्छे। तर यहीँ तुरुन्तै काम पायो भने चाहिँ त असोज काट्दैदेखि यहीँ काम पायो भने चाहिँ त इन्डियातिर अन्त काम गर्ने मान्छे जाँदैन, यहीँ काम गर्छन्। इन्डियाको भन्दा बढी पैसा यही पाउँछ भने चाहिँ मान्छे किन जान्छन्? त्यस कारणले हाम्रो विकास आयोजनाको काम चाहिँ कार्तिक मङ्सिरदेखि नै कार्तिकदेखि नै सुरु गर्नुपर्छ र उनीहरूलाई चाहिँ यहीँ तुरुन्त पैसा पाइन्छ। पैसा धेरै पाइन्छ भने थाहा पायो भने बाहिर जाँदैन। यो कुराहरू के भन्छ भने बाहिर जाने मजदुरहरूको यहाँ रोक्ने चाहिँ एउटा रणनीति पनि लिनुपर्छ। अनि अहिले कृषिको लागि आयोजनाको लागि मान्छे पाइँदैन, महँगो पर्छ भन्ने हुन्छ। त्यो चाहिँ के हो त भने चाहिँ रणनीति चाहिँ बाहिर जाने मान्छेहरूलाई रोक्ने रणनीति एउटा चाहिँ उनीहरूको चाहिँ ज्याला बढी हुनु पर्यो, ठिक टाइममा पैसा उनीहरूले पाउनु पर्यो, सुनिश्चित हुनु पर्यो। अहिले चाहिँ ठेकेदारहरूले के गरेको छ भने चाहिँ श्रम शोषण गरेको छ, पैसा कम दिएको छ। अनि अरू सामानको पैसा उनीहरूले दिन्छ, अरूहरू दिन्छ, तर चाहिँ मजदुरले पैसा पाइरहेको हुन्न। अनि त्यो भएको हुनाले उनीहरूको चाहिँ ज्याला सुनिश्चित हुँदैन, पेसा सुनिश्चित हुँदैन। त्यो नभयो भने चाहिँ मान्छेहरू यहाँ बढ्दैन, काम गर्दैन। त्यो हो मेरो